यसलाई भनिन्छ जनताको लिडरसिप गर्न सक्ने नेता। यसै जनताको मनमुटुमा बस्न सक्ने नेता होइन रवि लामिछाने। यस्तै व्यवहार यस्तै सोच विचारले जनताको मनमा बस्न सक्ने नेता। तर नेताहरू धेरै छन्, रवि दाइलाई कसैसँग बाँच्न मिल्दैन। सलाम छ हजुरलाई। सपना पूरा गर्नको निमित्त चाहिँ सबै मिल्न तयार छ। त्यो सपना पूरा गर्ने हो भने मिल्ने, यिनलाई हराउन मिल्न पर्दैन, देशलाई जिताउन मिल्ने। गिरेको आत्मविश्वासलाई उच्च बनाउनको लागि मिल्ने, देशलाई नयाँ बाटोमा लिएर जानका लागि मिल्ने एउटा दुईटा चुनावको कुरा छैन साथी हो, सिङ्गो पुस्ताको कुरा छ। साना साना बालबालिकाको मैले कुराकानी गरेको छु। ती बालबालिकाको मात्र होइन, यो देशमा जन्मन बाँकी रहेका बालबालिकाको भविष्य पनि तपाईँ हाम्रो हातमा आएको छ। कति जिम्मेवार हुनुपर्छ होला सोचिहेर्नुहोस् त।